नमस्ते, म हाल हनुमाननगर कंकाली नगरपालिका वडा नम्बर 3 स्थित रहेको जुन पर्तहा टोल भन्ने त्यहाँनिर एउटा बाटोको विषयमा यही पटक पटक बजेट आउँदा र एकचोटि बजेट फ्रिज भइसक्दा तर हालसम्म यो अवरुद्ध किन छँदैछ भन्ने यो विषयमा हामी यहीँका स्थानीयवासीहरूसँग केही कुराकानी गर्नुहुन्छ। हवस्, नमस्ते सर। सर, अपने के शुभ नाम? मेरो नाम रामनारायण यादव जी। अहिले जुन विषयमा हामी यहाँ उपस्थित भएको छु, खासमा यो के कारण हो त्यो अलिकति भन्नुहुन्छ? पहिला तपाईहरु यहाँ हाम्रो समुदायमा आएर एउटा यो विशेष धेरै ठुलो हाम्रो एउटा दुःखदायक घटना छ, त्यसमा आएर तपाईहरु हेरिदिनु भयो, त्यसको लागि तपाईहरुलाई मुरीमुरी धन्यवाद। र यो कुरो यो विषयमा के छ भने हामीले 3-4 वर्षदेखि लगातार प्रयास गरिरहेको छौँ यो बाटो बनाउनलाई। हाम्रो 4 चोटि 5 चोटि बसेर सहमति भयो, वडा अध्यक्षको मेयरको नेतृत्वमा बसेर सहमति भयो कि 4 मिटर हामी बाटो बनाउने, सबै ठाउँमा क्लियर भयो। तर के भयो भने एक ठाउँमा मात्रै आएर कोर्ट चाहिँ हाम्रो के भन्छ काम हुँदा हुँदै एकजनाले वीरेन्द्र कुमार मङ्ग्रेतले स्टे अर्डर जारी गर्नुभयो। स्टे अर्डर जारी भइसकेपछि यो काम चाहिँ अवरुद्ध भयो। त्यहाँ पछि पुनः यसपालि हामी फेरि बजेट राख्यौँ, त्यो काम चाहिँ अहिलेसम्म क्लियर भएको छैन। यसमा वडा अध्यक्ष र हाम्रो यस स्थानीयका मेयर साहबको अलिकति धेरै कमजोरी छ। यहाँ उहाँहरूले पहल नगरिदिएर यो बाटोको दयनीय अवस्था छ, यो बाटो नै अब बन्द हुने अवस्था हो र आज अहिले तपाईँहरू पनि हेर्नु भइरहेको छ यो बाटो पूर्ण रूपमा बन्द छ। हस्, धन्यवाद तपाईँको। त्यस्तै म उहाँसँग सोध्न चाहन्छु, सर तपाईँको नाम? मेरो नाम विपिन कुमार यादव। जस्तो उहाँले अहिले एउटा गुनासो राख्नुभयो, यो बाटो पटक पटक हामी बजेट ल्याउँछौँ तर यहाँका स्थानीय केही वासीहरूले गर्दा यो बाटो हालसम्म निर्माण हुन नसकेको, यसमा के भन्न चाहनुहुन्छ तपाईँ? त्यही हो, अब पटक पटक त्यही हो। अब बाटोमा भनेपछि अब 4 मिटरको नक्सा छैन, अगाडि पछाडि 4 मिटर छ, अब बिचमा गएर 2.5 मिटर छ। अब त्यही तरिकाले भएको हो खासमा। योभन्दा पहिला हामीले यसको बारेमा गुनासो सुनेछु, तपाईँहरू के अरे यहीँको जुन वाडा छ त्यहाँनिर गएर बिचको मात्रै किन 2 मिटरको मात्रै नक्सा काट्नुभयो भनेर उहाँबाट अमिन समेत आएर नापजोक गरेर जानुभयो। गएको वर्ष यहाँको बजेट पनि फ्रिज भयो, पुनः तपाईँहरूले यहाँ फेरि बजेट ल्याउनु भयो। त्यसमा तपाईँहरूको धेरै धेरै धन्यवाद, किनकि तपाईँहरूले समाजप्रति राम्रो विचार र भावना राख्नुभयो। तर हाल यसपालि पनि किन तपाईँहरू यो विवादको उत्पन्न भयो, यो कुरामा केही फ्रेम गरिदिनु पर्ने। अब यहाँ बाटो भनेपछि अब ट्र्याक्टर जाने बाटो नै छैन यतातिर होइन। अब ग्राभेल जाँदैन, अब तपाईँ हेर्नु त्यहाँ ट्र्याक्टर पनि नजाने अवस्था छ, त्यहाँ अगाडि हेरिराख्नु होइन। अब यहाँ अगाडि यतिसम्म ट्र्याक्टर जान्छ, अब त्योभन्दा अगाडि ट्र्याक्टरै जाँदैन हाम्रो, अनि त्यही भएर त अहिले बाटो पनि अवरुद्ध छ पूर्ण रूपले। हस्, तपाईँको धन्यवाद। त्यस्तै म तपाईँसँग सोध्न चाहन्छु, सर्वप्रथम तपाईँको नाम जान्न चाहन्छु। लक्ष्मण यादव। जस्तो उहाँहरूले अहिले गुनासो राख्नुभयो, पटक पटक हामी यो बाटोको लागि बजेट छुट्याउँछु र बजेट ल्याउँछु, तर हालसम्म यो बाटो निर्माण नहुनका कारण अहिलेसम्म स्थानीयहरूलाई अति नै दुःखदको सामना गर्नुपर्छ। यसमा तपाईँ के भन्न चाहनुहुन्छ? मेयर र वडा अध्यक्षको लापरवाही हो बस। मेयर र वडा अध्यक्षले यदि पहल गर्यो भने राम्रो हुन सकिन्छ। एकदम मजाले हुन्छ। हस्, धन्यवाद।